निस्किसकेको जात्राको लागि हाम्रो ग्याङ सबभन्दा पछाडि हाम्रो गाउँदेखि निस्केको सबभन्दा पछाडि ग्याङ हाम्रो चाहिँ हो है। अनि त्यही हो, अब रातिको समथिङ हामी 7-8 बजीतिर पुग्छौँ होला त्यहाँ। अनि आज चाहिँ हाम्रो यहाँको अन्तिम जात्रा, अनि त्यही हेर्नलाई हामी गइरहेछौँ। अहिले चाहिँ सास लागेर अलिअलि सास नि फुलिरह, गीतहरूको भाइबसँगै जङ्गलको बाटो सुरु हुन्छ। यहाँसम्म चाहिँ गाउँ, यो चाहिँ अन्तिम लोकेसन हाम्रो। हाम्रो 4-5 जनाको ग्याङ, अनि ऊ तल हाम्रो गाउँ। अनि त्यही हो, यहाँदेखि हाम्रो यो वन चाहिँ हाम्रो गाई भैँसी गोरु चराउने। अनि अहिले चाहिँ हामी आदि जङ्गल कटिसकेर हाम्रो प्राचीन कालदेखि अनि यहाँ एउटा ढुङ्गा फाल्ने ठाउँ छ है। अनि फ्री यसरी जो पनि आउँछ त्यसले ढुङ्गा फाल्नुपर्ने हुन्छ यहाँ। त्यो पोलो डाँडोमा घर देखिएको ठाउँमा यहाँ चाहिँ मल्लिकार्जुन आज जात्रा, यहाँ दार्चुला जिल्लाको सबैभन्दा ठुलो जात्रा। अनि आज लास्ट जात्रा नलपानी भन्ने ठाउँमा अहिले हामी पुग्यौँ। यहाँदेखि अब हामीले रोड जानुपर्छ त्यही मन्दिरसम्म। अनि यहाँको भ्यू चाहिँ बब्बाल देखिन्छ है। पुरा भाइब्सको साथमा केटाहरू रैला गर्दै है। अनि हामी चाहिँ निस्किसकेको, अहिले चाहिँ हामी महाकाली हुन्डुलारी भयङ्कर हम हामी मल्लिकार्जुन गाउँपालिका वडा नम्बर 2 नलपानी भन्ने ठाउँमा हाम्रो होल वाइल्ड ग्याङ पुगिसकेको छ। पछाडि वाइल्ड इन्ट्री भइसकेको छ होइन। अनि हामी चाहिँ अब जान सधैँ जात्राको लागि पानी खाने ठाउँ है। अनि हामी सधैँ जहिले पनि पानी खाने गर्छौँ, धर्मकमा छ। हाम्रो चाहिँ बबाल रोड छ यतिको हेर। कतिको होला बेटा यो भयङ्कर? 4-5 गाडी त निकाल्दै भए, मजाले निकाल्दै भए 4-5 गाडी। हम कति बजे पुग्छ बेटा? 5 बजे ना 5:30 6 5 त बजी के घरमा भनेर हुन्छ हम पुग्छ। घर छैन यार, मोबाइल 4:30 यहीँ छ हुन। कति बजी आज त मलबाबको त मोटर गद्दु छ। कति छ? 6 बजे हो। 6 बजे हामी मल्लिकार्जुनमा समथिङ अब हामी 7 बजेतिर मल्लिकार्जुनमा उपस्थित हुनेछौँ। नबिनाको भना पोस्टर हाल्नु थियो भन, मलाई भेट्न चाहनु भने सबै दार्चुलामा आउनु होला भन। गोपाल त मलाई भेट्न चाहनु महानुभावहरू 21-22 गते दार्चुला खलङ्गामा आउनु होला। त्यस्तै हामीलाई भेट्न चाहने हुने सम्पूर्ण भक्तजन, श्रद्धालु, कृपालु हाम्रा मायालु सबैजना भाइ बहिनीहरू, हामीलाई सबैजना यदि हामीलाई भेट्न चाहनुहुन्छ भने 7 बजे मल्लिकार्जुनको ऊपरवाला गेटमा आना। ऊपरवाला भयङ्कर ऊपरवाला गेट पे आना। सही आछ अहिले त म बात पालेको छेउको चिन्न आट्यो।
यसरी के भयो त हाने होला भाइ हो 10 12 25 सेकेन्ड। हेलो गाइज, हामी चाहिँ आज यो राष्ट्रिय 7औं धाम मालिकार्जुन जात्रातिर जाँदै हामी चाहिँ टक्क यो के भन्छ नि यो ठ्याक्क तमकुटको ओकालो भन्ने ठाउँमा के टक्क ओल्लो पारिनिर हामी पुगेका छौँ। अहिले हामी के भन्छ नि कासाडी खोला के त्यसको टाउकोमा छौँ के ठिक्क। यहाँबाट ठ्याक्क गिर्यो भने फ्या ऊ रात्रिकालीन जात्रा पनि हो, लास्ट पनि हो। आज भव्य एकदम रमाइलोका साथ मनाइने छ। ऊ चाहिँ हाम्रो यो अनिल बेटा एकदम रमाइलोमा छ। अनि ऊ हाम्रो सबै ग्याङ हो। यो हामी चाहिँ बल्ल प्रस्थान मालिकार्जुन मन्दिर मठ है। चल चल पालो पड्क्यो भ्याङ गरेमा ए धुप किने होला मूल किन्दैछ भने पार्खा पाइने मैले तिम्रो दोकान हुन्न जान्न कहाँ ए सबै उठे लाए इत्ते दोकान न यहाँ हुन धुप त किन्नु दे सबै सबै जाउँदा यो चाहिँ हामी धुप बत्ती बालिरहेको छौँ यहाँ है। बाँस दल पल केटाहरूको जय हो मालिकार्जुन स्वामी की जय। अहिले चाहिँ हामी मालिकार्जुन जात्रा पुगिसकेको र अनि भित्र पूजापाठ गरेर है अनि आफ्नो मनको कुरा सबै भनेर अहिले चाहिँ बाहिर निस्केको छौँ। अनि सबैजना आइसकेको चाहिँ छैन, आइरहेछ। अनि त्यही हो यहाँ चाहिँ आज लास्ट जात्रा भएकोले सबैजना आउँछ। अनि त्यही हो भिड चाहिँ वाइल्ड हुन्छ है। अनि यहाँ सुरक्षाकर्मी चाहिँ टन्नै खटाएको छ यसपालि है। धौला मान्छे कालो बनाएर छ यार। ए भयङ्कर
हामी चाहिँ दार्चुला जिल्लाको अन्तिम जात्रा हेरेर बिहानको 6:30 बजे अनि हामी 3 जना आउँदाखेरि चाहिँ टन्नै थियौँ। अहिले जाँदाखेरि जम्मा गनेर 3 जना मात्र बाँकी छौँ है। अनि हामी 3 जना धुपदेउ हेरेर निस्केको आधी बाटो पुगिसकेका छौँ। अनि निन्द्राले चाहिँ झुमझुम झुमझुम भइरह कुन खोलोमा गुल्टिने हो त्यो थाहा छैन, तर पनि यस्तै गइरहेछौँ। पुरै झुम्के गुलेली भन्ने गीतका साथ बोलिरहेको। अब चाहिँ घर गएर सुत्छु होला म चाहिँ के सबै सुत्नु होला केटाहरू। त्यो मन्नत बाख्रा चराउने अरे म थाहा। अनि अब साँझ तल पूजा नि हो गाउँमा। त्यो पूजा कस्तो हुन्छ भन्ने कुरा भयङ्कर अब निन खुलेबाट झाल्ला भयङ्कर नत्य के भयङ्कर आनन्दै भयङ्कर ल भयङ्कर घर पुगेपछि ब्याट्रीलाई शान नदियो भयङ्कर इसी छ पछाड होगा भ्या हाम्रा आसपास चलपल भयो हाम्रा यहाँ जात्राको उनीहरूको कारण पिरो खान मन लागेकोले अहिले चाहिँ मैले करेन्ट र घर चामलको भात मासी भात पकाएको छु। एउटा मम्मीको लागि अनि अर्को मेरो लागि। अनि म चाहिँ उनीहरूले गर्दा भर्खरै उठेको थिएँ कि अनि म खानासाना खाएर करेन्ट पाएको छ आज चाहिँ।